अब हामी जानु आँटेको म टेरेन्सहरु सबै हेलो टेरेन्स यो 8 बाइक पुस्नु हुँदैछ ऊपर छ टेरेन्स पार्किङ टेरेन्स भित्र गइसकेछ अब हामी जाँदैछौँ यो चाहिँ हामी पर्खिरहेको छौँ सधैँ के अरे त्यो दिवाली टाइपको भाइब्स आइरहेको हुन्छ हमेसा सो हेर्दै गर्नुहोस् हाम्रो यो ब्लगलाई माया दिनुहोस् होला अनि टेरेन्स चाहिँ छ यहाँ अगाडि अन्त एन्टीले यहाँ फोन पनि यहाँनिर म्याप हालिरहेको छ यहाँनिर अनि लेदरको दोकानमा आएको छु पुरा हेर्न सक्नुहुन्छ यो खालको हेलो हाई सबैलाई नमस्ते कस्तो हुनुहुन्छ हजुरहरु स्वागत छ फेरि हाम्रो युट्युब च्यानल एनटी दिव्यामा आज फेरि पनि नयाँ दिनको नयाँ भिडियो लिएर हामी आइसकिसकेछौँ आजको भिडियो चाहिँ छ भने तपाईले थम्बनेल र इङ्ग्लिश भिडियो हेरेर थाहा पाइसक्नु भयो होला है तर हाम्रो भिडियोको सुरुवात चाहिँ त्यस्तै छ आज फेरि पनि दिव्याले वाइ र अन्डा बनाएछन् पकोडा बनाएको छ चियाहरू छ है यो खाएर हामी बाहिर जाने छौँ किनभने जस्तो हजुरहरुलाई थाहै छ हामी चाहिँ है गाउँ जाँदैछौँ त्यसै कारणले अहिले अलिकति छुट्टीमा है यताउता गएर सामानहरू किन्ने गर्दैछौँ आज पनि कहीँ जाने हाम्रो प्लान छ यति खाएर हामी चियारमार भएर सायद जानेछौँ आई होप तपाईँहरूलाई आजको भिडियो पनि राम्रो लाग्नेछ र प्लिज हेर्दै गर्नुहोस् होला यता चाहिँ म्यागी छ उयो वाइ पो त है यस्तो खोकी मार्गी सर्दी ज्वरोले गर्दा के अरे अलिअलि साउन्ड मेरो उयो पनि आवाज पनि कस्तो सुन्दै होला बुढा छ खोर्सानी आज अलिक कम्ती हालेको छु तपाईँलाई कोक लाग्दैछ ठिकै छ त अन्त मित्रहरू मैले चाहिँ खाइसकेँ है खाएर पनि बसिसकेकोमा चाहिँ तर टेरेन्सले चाहिँ खाँदैछ साथमा दिव्याले पनि खाँदैछ खुवाइदिँदै पनि खाने पनि गर्दैछ अब यति खाइसकेर चाहिँ सायद हामी जानुपर्छ के हो कि नजाने के बोल्यो भने ल अब त्यस्तै हो अहिले तयार भएर देखाउँछु ल हजुरहरूलाई हेरेर त्यसो हामी हिँड्नु आँटेको बाटोमा देखाउनु छौँ हजुरहरूलाई ट्राफिक पनि पुरा भेट्ने रहेछ सायद हेरौँ अब कति बेला पुगिन्छ लेट भइहाल्यो 6 बजी हेर्दै गर्नुहोस् भयो हेलो एभ्रिवान गुड इभिनिङ मेरो तर्फबाट पनि है म पनि आइसकेको छु एन्डी चाहिँ हामी चाहिँ यहाँ तल पार्किङमा छौँ अन्त एन्डीले चाहिँ बाइक पुस्नु हुँदैछ निकाल्नुको लागि हेर्नुहोस् है त म देखाउँदैछु चाहिँ हुनुहुन्छ एन्टी बाइक पुस्नु हुँदैछ ऊपर छ टेरेन्स यहाँ चाहिँ पार्किङमा छ टेरेन्स आऊ भित्र लुगा मैला लाग्छ हेर्नु कुदेको कुदै गर्छ एन्टीले बाइक स्टार्ट गरिसकेको छ अब हामी जाँदैछौँ है त अहिले चाहिँ हामी यहाँनिर मेन रोड पुग्न आँटेको छौँ तर यहाँनिर पनि पुरा भिड भएछ किनभने उतापट्टि अझै एउटा बाटो चाहिँ त्यहाँनिर बाटोहरू खनेको थियो नि त अस्ति पानीको पाइपलाइनहरूले गर्दाखेरि त्यही भएर त्यो पाइपलाइनको कारणले गर्दाखेरि चाहिँ खनेको थियो र चाहिँ आज चाहिँ रिपेयर गरेको रहेछ बनाएको रहेछ अन्त अर्को बाटो चाहिँ मात्रै रहेछ खुल्ला त्यही भएर चाहिँ पुरा भिड रहेछ त्यही बाटो गाडी बाइकहरू सानो सानो अटोहरू सबै भएको कारणले गर्दाखेरि चाहिँ पुरा भिड भएछ है त साथीहरू तरै पनि हामी चाहिँ जाँदैछौँ अब मेन रोड भर्खर पुग्न आँटेको छौँ आज तपाईँहरूले सोच्नु हुँदैन होला हामी आज निकै ढिलो निस्क्यौँ घरबाट किन भन्दाखेरि चाहिँ
त्यही हो आज पनि लाइट गएको थियो फेरि हो त्यही भएर अलिकति ढिलो भयो खाजा साजा खाँदा ओर्दा है नानीहरूसँग अलिकति के भन्दा ढिलो भइजान्छ है अन्त त्यही भएर चाहिँ हामी जाँदैछौँ मेन रोड पुग्न आँटेको उही हो मेन रोड आइपुगिगयो अन्त यहाँबाट अब कता जान्छौँ हामी आधी बाटोसम्म पुगेपछि फेरि तपाईँहरूलाई देखाउने छु रातिको नजारा चाहिँ यस्तो हुन्छ है धेरै दामी लाइटहरू बलेर झिलिलिली भइरहेको हुन्छ मजा आउँछ है अन्त सधैँ के अरे त्यो दिवाली टाइपको भाइब्स आइरहेको हुन्छ हमेसा सो हेर्दै गर्नुहोस् हाम्रो यो ब्लगलाई माया दिनुहोस् होला अनि टेरेन्स चाहिँ छ यहाँ अगाडि अन्त एन्टीले यहाँ फोन पनि यहाँनिर म्याप हालिरहेको छ यहाँनिर छौँ हामी सबैजना जाँदैछौँ देखेको छ छैन तर पनि ट्राई गर्दैछु देखाउनुको लागि र अगाडि चाहिँ यस्तो छ यहाँ टक्कै अगाडि यहाँनिर रेड लाइट भइगयो हेर्नुहोस् अब ठाउँमा यस्तै हो अब यतिखेर चाहिँ कति 6-7 बजे होला यतिखेर चाहिँ प्रायः स्टाफहरूको छुट्टी हुने टाइम हो नि त अनि त्यही भएर चाहिँ अलिकति भिड हुन्छ त्यही हो बाइक गाडीहरू त्यही हो है तरै पनि हामी गइरहेको छौँ हाम्रो डेस्टिनेसनतर्फ र हामी कहाँ गएको छौँ भन्ने कुरा तपाईँहरूले टाइटल र थम्बनेल हेरेर चाल पाउनु नै भयो होला यहाँ चाहिँ एकछिन रोक्यो एन्टीले किन के भयो एन्टी हुन् ए जाडो भयो अरे ए उसको चाहिँ टोपी खोल्यो अरे हावाले मैले बाँधिदिएको थिएँ कि अर्को तातो टोपी लगाऊ भनेर भनेको मानेन अन्त जाडोमा जाडो हुन्छ म चाहिँ धन्न यो के अरे हेलमेट लगाइरहेको छु अलिकति तातो अनि यो टेरेन्सको मेरोमै छ टेरेन्सलाई दिएको छुइनँ टेरेन्सको टोपीले नै यस्तो कानहरू सबै छोप्यो नि त अन्त भएर चाहिँ मैले दिइनँ अनि चाहिँ बाटोको यात्रा हाम्रो सुरु भइसकेको छ एन्टीले फुल स्पिड गर्दैछ अब हामी तपाईँहरूलाई अलिक पर आधी बाटोसम्म पुगेपछि देखाउने छु हेर्दै गर्नुहोस् होला हाम्रो यो भिडियोलाई चाहिँ हामी पर्खिरहेको छौँ हेर्दै गर्नुहोस् होला ओके हुन्छ दर्शकबिन्दहरू यति बेलासम्म चाहिँ हामी जुडियो आइपुगिसकेछौँ यसमा चाहिँ के भएछ भने मेरो जुन यो माइक लगाइरहेको छु यसबाट चाहिँ मेरो यो क्यामेरा डिस्कनेक्ट भएछ हैन तर हामीलाई चाहिँ थाहा भएन त्यति बेला बोल्दै थियौँ किनभने नयाँ माइक हो त्यति साह्रो आइडिया थिएन कति बेला डिस्कनेक्ट हुन्छ भनेर मैले रिकनेक्ट गर्नुपर्ने थियो रहेछ किनभने धेरै ग्याप भएको थियो नि त त्यति भइसकेर चाहिँ हामी भित्र बस्यौँ भित्र बसेर टेरेन्स त कुदिरह्यो यताउता हैन अन्त दिव्याले चाहिँ आफ्नो यो चाहिँ वुमन सेक्सन रहेछ नि त तल ग्राउन्ड फ्लोरमा चाहिँ अन्त दिव्याले आफ्नो के जातिहरू खोज्दै थियो हैन लुगाहरू के रहेछ कस्तो रहेछ भन्ने कुराहरू यहाँनिर ब्राउजिङ गर्दै थियो मलाई त त्यति साह्रो मन परेन यहाँको कुराहरू तर पनि घुम्दै थिएँ अन्त सल्लाह भयो एकछिन घुमेर तल घुमेर चाहिँ माथि मेन्समा पनि हेरौँ हैन झोने तातो गरम के अरे लोहरहरू पायो भने यहाँबाट किनेर लैजाउँ भनेर चाहिँ हामीले सोचेको थियौँ नि त त्यही भएर चाहिँ यहाँ आएको थियौँ कस्तो राम्रै लुगाहरू पाउँछ भनेर चाहिँ हुन चाहिँ हैन 999 भन्दा ज्यादाको चाहिँ केही छैन रहेछ हैन मतलब लुगाहरू त ठिकै हो किनभने नर्मल हामी जस्तो मान्छेहरूको लागि चाहिँ यहाँनिर 999 भन्दा मतलब 999 सम्मको मात्रै थियो सबै लुगाहरू यहाँनिर सुरुहरू चाहिँ 299 399हरू 499 हैन त्यस्तै थियो ज्याकेटहरू 999 799 देखि स्टार्टहरू थियो त्यसरी नै हामी त्यसो भन्दै माथि जाँदै थियौँ माथि बल्ल मेन्समा पुग्यौँ सिडीबाट चढेर यो चाहिँ हामी यहाँ पुगेको चाहिँ मेन सेक्सन हो यो चाहिँ माथिल्लो फ्लोर हो सेकेन्ड फ्लोर मेन सेक्सनमा पनि हामी यसरी घुम्यौँ यो ज्याकेटहरू हेऱ्यौँ
यो लगाइरहेको ज्याकेटहरू पनि 999 थियो होइन, 799 थियो। पर झुन्डाकोहरू पनि 999 को ज्याकेटहरू थियो। तर हामीलाई जुन चाहिएको थियो त्यो कुरो चाहिँ हामीले यहाँ पाउन सकेनौँ, भेट्न सकेनौँ। किनभने जुन हाम्रो गाउँघरबाट होइन जसको लागि जे लानुपर्ने थियो त्यो कुरो चाहिँ हामीले यहाँ भेटेनौँ। तर पनि हामी केही पाउँछ कि भनेर चाहिँ यताउता खोजिरहेको। पर पनि किड्सहरूको रहेछ होइन, त्यतातिर पनि गयौँ। यो दिव्याले छुँदै गरेको ज्याकेटहरू चाहिँ 999 को थियो होइन। यो प्यान्टहरू चाहिँ सायद 899 कि 799 को थियो, त्यति साह्रो मलाई थाहा भएन। तर पनि 1000 रुपियाँभन्दा ज्यादा चाहिँ थिएन भनेर मैले तपाईँहरूलाई अघि नै भनिहालेँ। र के भयो भनेदेखि मलाई चाहिँ केही मन परेन यहाँ होइन, मतलब मन परेन होइन। हाम्रो कामको लुगा चाहिँ केही पाएनौँ यहाँनिर, कामको सामानहरू। अन्त मलाई एउटा ज्याकेट पनि चाहिरहेको थियो। अन्त हामीले सल्लाह गरौँ, हेर यहाँनिर टाइम धेरै जान्छ होइन, त्योभन्दा बेस्ट चाहिँ हामी के गरौँ भनेर भन्यौँ भने यहाँबाट चाहिँ हामी अर्को जग्गा जाउँ। एउटा मोहम्मदपुर भन्ने जग्गा छ आरकेपुरममा है, त्यहाँनिर चाहिँ लेदर ज्याकेट पाउँदो रहेछ। त्यहाँ जाउँ भन्ने सल्लाह भयो। यतिन्जेल चाहिँ मैले के भन्दै थिएँ भने यो ब्रडवे माथि तलको अघि हामी गएको, यो तलको भनेर हजुरहरूलाई दर्शकवृन्दहरूलाई भनिरहेको थिएँ होइन। हुनु चाहिँ ठुलो छ, यो हेर्दाखेरि हेर्नुहोस् त, हेर्दाखेरि चाहिँ ठुलो छ होइन। भित्र पनि सामानहरू छ, तर अलिकति क्या कस्तो खालको सामानहरू, नमिल्ने अनौठो सामानहरू थियो हाम्रो लागि चाहिँ। साह्रै अब हुन त अब के अरे बिलो के अरे 1000 रुपिसको लुगाहरूमा अब कस्तो चाहिँ के चाहिँ हुन्छ र कति राम्रो हुन्छ र, त्यो पनि मल मतलब यो स्टोरहरूमा होइन। त्यही भएर ठिकै छ के अरे सायद हाम्रो पालीमा चाहिँ हामी गएको समयमा चाहिँ यहाँनिर स्टक थिएन त्यति साह्रो, या त सकिसकेको थियो या त रिफिलिङहरू भएको थिएन। त्यही भएर हामीले चाहिएको कुराहरू हामीले पाउन सकेनौँ। तर केही छैन, हामी यहाँबाट अर्को जग्गा गएको छौँ। हेर्दै गर्नुहोस् अर्को जग्गा गएको भिडियो हजुरहरूलाई जरुर देखाउने हुन्छ साथीहरू। फेरि यहाँ पनि मैले भोइस ओभर गरेको छु है। यहाँ चाहिँ के भयो भन्दाखेरि दिव्याहरूले चाहिँ मलाई खोज्दै रहेछ, दिव्या र टेरेन्सले। म चाहिँ पहिल्यै बाहिर आइसकेको थिएँ नि त। अन्त बाहिर आएर यिनीहरूलाई नै पर्खिरहेको थिएँ, यिनीहरूले चाहिँ मलाई भित्र खोज्दै थियो रहेछ होइन। त्यही भन्दै थिएँ मैले यहाँनिर म पहिल्यै आइसकेको थिएँ भनेर। अन्त बाहिर आएर चाहिँ म भिडियो बनाउँदै थिएँ नि त, त्यो डल्लै अघि देख्नु भएको भिडियोहरू बाहिरबाट बनाएको भिडियोहरू बनाउँदै थिएँ नि त। अन्त यति बेला चाहिँ मैले यिनीहरूलाई भने कि बस बाइकमा, अब हामी जानुपर्छ अर्को जग्गा भनेर। यसरी नै हामी बाइकमा बसेर चाहिँ त्यो आरकेपुरम मोहम्मदपुर भन्ने जग्गामा चाहिँ जाँदै थियौँ। यो चाहिँ बाटोको भिडियोहरू हो, अलिअलि ट्राफिकहरू भेटियो। आउँदाखेरि त झन् हामी आधा घन्टा 40 मिनट एउटा जग्गामा पुरा ट्राफिकमा अड्किनु पर्यो हो। तर यहाँबाट चाहिँ हामी सिधै घिटोर्नी गएको थियौँ हामी त्यति बेला चाहिँ। घिटोर्नीबाट चाहिँ हामी फर्किँदै छतरपुरहरू भएर होइन, त्यहाँबाट के अरे यो एम्बेन्सहरू भएर, एम्बेन्स मलहरू, प्रियाहरू, मुनिरका भएर हामी सिधै जाँदै थियौँ उता के अरे आरकेपुरम। यो चाहिँ जुन देख्नुहुन्छ सुल्तानपुर मेट्रो स्टेसन हो। यो जग्गा क्रस गरिसकेपछि हामी बसन्तकुञ्ज पुग्यौँ है। यो बसन्तकुञ्ज पुगिसकेर चाहिँ हामी प्रिया हुँदै मुनिरका हुँदै आरकेपुरम पुगेछौँ। चाहिँ अब आरकेपुरम पुगेपछि चाहिँ मलाई थाहा भयो मेरो माइक ठिक भएछ भनेर। यहाँदेखि चाहिँ मैले बोलेरै भिडियो बनाएको छु, हजुरहरूले इन्जोय गर्नुहोस् अगाडिको भिडियोहरू। त्यो दर्शकवृन्दहरू, म चाहिँ आएको छु यहाँ आरकेपुरम मोहम्मदपुरमा होइन। जग्गाको नाम हो गुड्स लेदर। सो हामी चाहिँ यहाँनिर लेदरको दोकानमा आएको छु। पुरा हेर्नु सक्नुहुन्छ यो खालको पूरा ज्याकेट, जसलाई पनि ज्याकेट चाहिए आप लोग आ सकते हैं यहाँ पे गुड्स लेदर पे। सो हामीले चाहिँ किनिसक्यौँ पनि ज्याकेट होइन। मैले एउटा ज्याकेट किनेँ, दिव्याले पनि एउटा ज्याकेट किन्यो। अब हामी चाहिँ यहाँबाट हिँड्न आँटेको। ये भैया ने भाई बहुत हेल्प किया इस भाई ने, पूरा जैकेट दिखाने में, पहनाने में भाई ने हेल्प किया है। सो थैंक यू भाई को भी थैंक यू बोलते हैं मैंने। सो आ जाना भाई, जिसको भी एड्रेस वैसे मैं यूट्यूब में अपने में वो डाल दूंगा। हाँ वो डाल दूंगा मैं लिंक। हाँ ठीक है। सो जो बिना टेरेस आउँदै भए तिम्रो उयो गरिदिन्छु। दोकानबाट आएर पनि यहाँनिर के भन्छ बाइक भएकोमा आइपुगिसक्यौँ। दिव्याले फोका पार्दैछ कपाल लट्टा पर्छ भनेर। सो यहाँबाट चाहिँ अब हामी घर जानेछौँ। घरमा पुगेर बाँकीको भिडियो देखाउनेछौँ हजुरहरूलाई, हेर्दै गर्नुहोस् होला। दर्शकवृन्दहरू, हामी चाहिँ घर आइसक्यौँ। हामी यहाँबाट हिँड्दा 6 बजी होइन 10:30 भइसकेको छ। हामी पहिला जुडियो गयौँ होइन, त्योहरू तपाईँले हेर्नुभयो भिडियो।
जुडियो गएपछि चाहिँ हामीले सल्लाह गऱ्यौँ होइन उता आरके पुरम मोहम्मदपुर जाउँ भनेर लेदरको ज्याकेट लिउँ भनेर है त्यो जुन मैले सानो भिडियो बनाएको थिएँ लेदरको त्यो सबभित्र चाहिँ त अलाउ थिएन नि त होइन मैले त्यो रिक्वेस्ट गरेर किन सानो भिडियो बनाएको हो त्यहाँ चाहिँ हामीले लेदर ज्याकेट किन्यौँ त्यहाँबाट हामी सिधै मुनिर गयौँ मुनिरकामा दबाईहरू किन्नु थियो मेरो हो अन्त उता लाने पनि एक दुईवटा दबाई चाहिएको छ मलाई यतै मात्रै पाउँछ नि त्यो चाहिँ अन्त त्यो दबाई पनि किन्नु थियो हो यस्तो हात दुखेकोहरू खोकी पनि चलिरहेको छ त्यही दबाईहरू खोकीको मार्गी सर्दी त्यस्तोहरूको दबाई लिएर यहाँनिर दबाईले भएन नि त मलाई त्यहाँबाट दबाईहरू लिएर त्यो उता लाने पनि दबाईहरू लिएर त्यहीँबाट उयो चिकन पनि किनेर हो मासु किनेर सिधै घर आउँदा ओर्दा अब यति टाइम भयो अहिले 10:30 हुन आँटिहाल्यो अब चाहिँ हामी खाना बनाउने छौँ हेर्दै गर्नुहोस् अब खानासाना बनाएर हामी खानेछौँ हुन्छ दिव्याले अलिकति यो पकौडाहरू बनाएका छन् भोक लागेको छ नि त पकौडा चाहिँ खाना हालेर अब अलिकति सक्नुहुन्छ आलु पकौडा यो चाहिँ नर्मल पकौडा यो चिया अन्डा पकौडा हो त सर खाना भन्नुहोस् चाहिँ हेर्दै गर्नुहोस् यो खानु अब Macam mana tu? Abang suka. Baca lagi. Apa? देखने चला हेलो दर्शकबिन हाम्रो चाहिँ खाना रेडी भइसक्यो खाना बनाएर पनि दिवालीले ल्याइसक्यो आज चाहिँ खानामा हैन त्यति साह्रो तामझाम नगरेर किनभने ढिलो भएको थियो नि त अहिले पनि पुरा टाइम भइसक्यो दिवाली खानाहरू फाल्टो फाल्टो नबनाएर चाहिँ बिरयानी बनाएको छ बिरयानी चटनीहरू त्यही खाना गइरहेको छौँ हेर्नुहोस् हजुरहरूले यो चाहिँ हाम्रो बिरयानी हो यहाँ हेर्न सक्नुहुन्छ है इस प्रकार बनाएको छ बिरयानी यो बिरयानी यो चटनी हो यो चाहिँ सलाद है हुन्छ अब खाना गइरहेको छु मसलाहरू मिठो भएको छ बिरयानी तातो छ
यहाँ मेथ्यौमा पर गएर बस्छ दर्शकबिन्दुहरू फाइनली हामीले खाना खाइसक्यौँ 1 बजे। एक्चुअली हामीले खाना त अघि खाइसक्यो, तर त्यति बात गर्दा गर्दा भिडियो एन्ड गर्न चाहिँ बिर्सेछु हो। निन्द्रा लागिसक्यो। कस्तो लाग्यो हजुर आजको भिडियो? हाम्रो चाहिँ आज दिनभरको भिडियो मतलब जति पनि थियो यही नै अन्त गर्न गइरहेको छौँ। आउने दिनहरूमा पनि सायद अर्को पालितिर भएछ भने सर्जननगर पनि जानुपर्ने छ। बहिनी पनि आउँछ होला, बहिनीको पनि साथमै जानेछौँ हामी सबैजना। र हेर्दै गर्नुहोस् नभुलिकन हाम्रो ब्लग। त्यसको लागि तपाईँहरूले हाम्रो यो सब्सक्राइबको बटन छ, जसले गर्नुभएको छैन उनीहरूले प्लिज सब्सक्राइबको बटन दबाइदिनुहोस्। ठिकै छ हजुरहरू सबैलाई सबैजना धन्यवाद भन्दै गुड नाइट, शुभरात्रि, बाई बाई। Good night.